everyone, Eliza here from Universal Expert. आज मसँग अर्को एउटा भिजा ग्रान्ड भएर आइसकेको छ माल्टाको भिजा। क्यान्डिडेट हुनुहुन्छ मिस्टर अञ्जल छेत्री। उहाँको चाहिँ माल्टाको भिजा ग्रान्ड भएर आइसकेको छ। सो अञ्जलजी, हजुरको युनिभर्सल एक्सपर्टसँग कस्तो रह्यो एक्सपिरियन्स, एकचोटि हाम्रो भ्युअर्सहरूलाई सेयर गरिदिनुहोस् न। थ्याङ्क यू फर युनिभर्सल किनकि मलाई त राम्रो लाग्यो होइन। हजुर, त्यहाँ कन्सिडर चाहिँ धेरै नै फ्रडहरू थियो। अब मैले नि सुरुमा त सोसियल मिडियाबाट हेरेर सुभाष दाईहरू तपाईँहरूलाई देखेर आएको। हजुर, राम्रो छ, तपाईँहरू आउनु होला। तपाईँ कुन पोजिसनमा जाँदै हुनुहुन्छ? स्ट्राइकरमा। ओके, हजुरको नयाँ आउने एप्लिकेन्टहरूलाई चाहिँ के भन्नुहुन्छ? मा चाहिँ भिसा लाग्यो त? मेरो चाहिँ 6 मन्थमा लाग्यो। कम्प्लिटली 6 मन्थमा। सो हजुरहरू पनि उहाँहरू जस्तै गरेर माल्टा जान चाहनुहुन्छ भनेदेखि हजुरहरूले हाम्रो अफिस डाइरेक्टली भिजिट गर्न सक्नुहुन्छ। हामीसँग धेरैवटा डिमान्डहरू अभाइलेबल छ, विथ स्किल पास एन्ड विथआउट स्किल पास। एन्ड अर्को कुरा, तपाईँ स्किल पासमा गरेर जाँदै हो कि स्किल पास नगरिकन? नन स्किलको उहाँको भिजा लागेर आइसकेको छ। सो विथआउट स्किल पास पनि माल्टाको चाहिँ भिजा लागिरहेको छ है। एन्जलको बाबा पनि मसँग हुनुहुन्छ। सो उहाँ चाहिँ हजुरहरूलाई केही कुराहरू सेयर गर्न चाहनुहुन्छ। सो हजुरहरू केही भन्न चाहनुहुन्छ भनेदेखि भन्न सक्नुहुन्छ है त उता हेरेर। हजुर, म सबैभन्दा पहिला युनिभर्सल एक्सपर्टलाई धन्यवाद दिन चाहन्छु। किन मेरो बाबुले यहाँ अप्लाई गरेको हुनाले भिसा उहाँले अप्लाई गरेर भिसा लागेको छ। मलाई खुसी लाग्यो। पुरा युनिभर्सल एक्सपर्टलाई धन्यवाद, पुरा टिमलाई धन्यवाद, थ्याङ्क यू दिन चाहन्छु। हजुर, फेरि हाम्रा सानोपुरा बाबु नानीहरू पनि यसरी नै यहाँ आएर अप्लाई गर्न सक्नुहुन्छ। उहाँलाई सबैलाई धन्यवाद दिन चाहन्छु। थ्याङ्क यू सो मच।